आज हामी यो कम्प्युटर बिग्रेको यस्तो यहाँ यो बिलिङ गरिरहने अनि यो मोनिटर पनि अन नहुने र त्यसपछि यो कसरी सल्भ गर्न सकिन्छ भने यस्तो चिप आइरहने यसलाई म तपाईँहरूलाई चाहिँ कसरी सल्भ गर्न सकिन्छ भन्ने कुरा चाहिँ यस्तो समस्या आयो भने हामी कसरी सल्भ गर्ने यो चाहिँ अब फेरि प्राविधिकमा लग्यो भने यसको समस्याको लागि फेरि 2-4 हजार पैसा खर्च हुन्छ अथवा त्यो खर्चलाई अब कम गर्नको लागि हामी स्कुलहरूले चाहिँ अब आफै कसरी मर्मत गर्न सकिन्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई जानकारी दिन्छु। म अब यसलाई पहिला यसलाई खोल्छु, खोलिसकेपछि यसको समस्याहरू के हो म तपाईँहरू तुरुन्त एकछिनमै यसको चाहिँ समाधान गरेर चाहिँ देखाउनेछु। खोल्ने यस्तो एउटा खोल्ने सामान चाहिन्छ। यो खोल्ने सामानले चाहिँ यसलाई के गर्छ यहाँ खोल्ने यसरी अनि यो खोलिसकेपछि यो खोलिसकेपछि यो आउँछ। यो आइसकेपछि तपाईँहरूलाई यसलाई यो माथिको अगाडिको यो कभर निकाल्नुपर्छ। यो निस्किन्छ, निस्किएपछि यसलाई तान्ने, केही गर्नुपर्छ, यसरी तान्ने। यो समस्या के को हो भन्दा अब सबै ठिक छ, अरू सबै पार्टपुर्जाहरू सबै ठिक छ। ठिक भइसकेपछि अलिकति एकचोटि हामीले यस्तो खालको एउटा मिसिन गर्ने हुन्छ, यस्तो मिलाएर बनाउन सिधा यस्तो मिसिनले चाहिँ के गर्ने त भन्दाखेरि यो मिसिन चाहिँ 5-6 हजारमा आउँछ। हामीले यसरी हामीले यसलाई चाहिँ पहिला यसरी टायर लगेर अथवा अलिकति धुलोलाई सफा यसरी गरेर चाहिँ यति सफा गरिसकेपछि फेरि यसलाई अब यस्तो समस्या भनेको एउटा थोरै सानो समस्या छ, धेरै समस्या ठुलो समस्या होइन। यस्तो एउटा यो ब्याट्रीको समस्या हुन्छ पम्प हो। यसलाई हामीले अब के गर्ने भने यहाँ एउटा ब्याट्री हुन्छ, यो ब्याट्रीलाई चाहिँ थिचेर हामीले निकाल्न सक्छौँ। यसरी निस्किन्छ यो ब्याट्री हो। अलिक सिधा बनाऊ न, भिडियो अलिक परबाट बनाऊ न, सिधा हुनु कसरी यो ब्याट्री हो। अब यो ब्याट्रीलाई चाहिँ हामी अब समस्या छ यो ब्याट्रीको, अब अर्को ब्याट्री यसरी राख्न सक्छौँ। यो ब्याट्री हामीले किनेर ल्याउने, यो 100-150 पर्ला, त्यो धेरै पर्दैन। यो ब्याट्री यसरी हामीले चाहिँ ठ्याक्कै यो खालको मिल्ने सँगै यसरी गर्न सकिन्छ। त्यसपछि यो ब्याट्री चाहिँ हामीले फेरि त्यसै गरी लाग्ने, यसमा त्यसरी लाउन सकिन्छ। ब्याट्री यसरी लागिसकेपछि फेरि त्यसपछि केही गर्नु पर्दैन, सबै राख्ने। राखिसकेपछि फेरि यो हामीले कभर यसको लाउने, कभर मिलाएर लाउन सकिन्छ। ट्याक्क यतापट्टि साइड मिलाउने। अब त्यसपछि यो फेरि यसको सबै जोइन गर्ने, यो तारहरू जोड्ने यसको। त्यसपछि अब
हामीले फेरि एकचोटि अफ गर्ने र फेरि अन गर्ने। अब त्यसपछि एकछिन वेट गर्ने। फेरि एकचोटि अन गर्नुहोस्, भएन भने अलिक सेट हुनु फेरि थिच्नुहोस्। एकछिन यस्तो आयो भने फेरि थिच्नु होला। थिचिरहनु होला यो पावर बटनमा। अब फेरि अन गर्नु होला। के एकछिन पर्खिदिनु अब कम्प्युटर। अब फेरि एकचोटि अझै पनि गर्नु होला। यो सुरुमा चाहिँ त्यो ब्याट्रीलाई रिड गर्नुलाई एकछिन टाइम लाग्छ। ब्याट्री खुल्दैछ। एकछिन खुल्छ, एकछिन टाइम लाग्छ खुल्नलाई। यसरी चाहिँ हामी के गर्न सक्छौँ त, खोल्न सक्छौँ। कम्प्युटर खुल्दैछ। यो खुलिसकेपछि यसरी आउँछ। यसलाई हामीले केही गर्नु पर्दैन, त्यो ब्याट्रीको भर्खर आएको वाला हो। यसलाई त्यसपछि हामी यसमा कन्टिन्यू गर्ने। कन्टिन्यू गरिसकेपछि अब खुल्छ। खुलिसकेपछि यो समस्या समाधान भयो। अब हेर्नुहोस् त कति सजिलै गरी हामीले कम्प्युटरलाई अहिले मर्मत गरियो। हेर्नुहोस् अब समस्या समाधान सजिलै गरी। यसले केही गर्नु पर्यो त परेन नि। त्यसैले गर्दा यसरी पनि हामी गर्न सक्छौँ। अरू पनि अब समस्या अरू छ भने चाहिँ फेरि हामीले भित्र प्राविधिक कुराहरू पनि हेर्नुपर्ने हुन्छ। हस् त, नमस्कार।